Alright guys, it's already 2:30 and today we are using mic mini. Waterproof चाहियो हामीलाई, त्यही भएर वाइड वाला युज गरेको छैन अनि नयाँ एंगल एउटा ट्राई गर्नुपर्ने हुन्छ जहिले. सो एक्स्ट्रा माउन्ट अन Taila. सर पनि ट्राई गर्न मिल्यो गाइस हैन. अलि बाङ्गो भयो, त्यही भएर एकचोटि ट्राई गर्नुपर्ने हुन्छ हामीले. ओके, दिस सिम्स बेटर. आज चाहिँ 360 युज गरेको छैन, जस्ट वी आर युजिङ एक्सन 6 ओन्ली. So this is बवाल वाला. यति भयो नै पुग्ने हो हामीलाई खासमा. तर यो माउन्ट चाहिँ हामीले राख्यौँ आज. That's all. सर्ट डिस्टेन्सको लागि चाहिँ तपाईहरुको वायरलेस इज बेस्ट. आई डोन्ट डिनाई इट हैन. ट्याक्क निकालिराख्नु परेन, अन अफ भालै हुन्न नि. लङ ट्रिपमा तपाईहरुलाई यादै हुँदैन कतिखेर अन गर्ने कतिखेर अफ गर्ने. त्यतिखेर माइक मिनीले जाउ गर्छ गाइस. राइट नाउ इट्स अ बेस्ट चोइस. पानी पर्दाखेरि एक्सन क्याम त वाटरप्रुफ भयो गाइस हैन. इन केस पानी परे पनि बचाउने भयो नि त. यति राखेपछि त कुरै खल्लास गाइस. खल्ला त के कसो चिल गरेर नबस न यार बाइक साइक चलाउँदाखेरि. डोन्ट यु पुटिङ योरसेल्फ लाइफ इन डेन्जर. डोन्ट पुट अदर्स while riding guys. Follow your lanes, follow traffic rules and regulations. I don't know what the these people's किन यसो रस राइड गर्छन्. I don't understand guys. I don't freaking understand. लिटल मिस्टेकले पनि धेरै नै जिन्दगीमा यार अङ्ग भङ्ग हुनुपर्ने हुन सक्छ नि त हैन. सो 1 घण्टा 2 घण्टा इज नट इम्पोर्टेन्ट थिङ. हिजो चाहिँ टक्क लाएर निस्केको स्कुल टाइममै थियो हैन. त्यही भएर बाल जाम भइरहेको थियो. आज चाहिँ स्कुल टाइम भन्दा 1 घण्टा अगाडि भनौँ. त्यही भएर यसरी चलाउँछ यार गाइस. अब कन्फ्युजन दिला देता है तो क्या करे दोस्त लोग. रैपिड स्कोडो. बेस्ट पार्ट इज आई एम इन जाम होइन गाइस. अब खिचडी पाकिसक्यो. आई क्यान डु इज लाइक दिस क्या. दिस seems very टक्क लाएर देखेन. आई एम जाम, आई एम इन जाम, आई एम नट जाम, आई एम इन जाम. अनि यतिको भ्यू देखिरहेछ गाइज हाम्रो. एन्ड बाटो मिररबाट अघि देखाइसकेको थिएँ माउन्ट. अनि दिस सिम्स बेटर टु. अब यहाँ ट्राफिक नभएपछि चाहिँ खिचडी पाक्ने रहिसक्यो गाइज. त्यहाँ एक्सिडेन्ट भइरहेको रहेछ. त्यहाँ एक्सिडेन्ट भएपछि यस्तै हुँदो रहेछ. एक्सिडेन्ट डेन्जरै एक्सिडेन्ट भएछ त गाइस त्यहाँ त. अब के गर्नु गाइस, अलिक पेलेर हिँड्नु पर्ने हुन्छ हामी पनि. पुरै उत्तानो चिट हुन थाल्यो जस्तो यार हो.
हो रहेछ यार कुन चाहिँ एङ्गल फलअप खायो गाइस अच्छा मैले यो चाहिँ टाइट गरेन छ क्या गाइस सब टाइट गरेँ होइन मजाले यो हुन चाहिँ मैले टाइट गरेन छ अनि त्यसपछि उता उता पुग्ने भइरहेको रहेछ अब चाहिँ हल्लिँदैन गाइस पर्फेक्ट फिट जिन्दगीमा 360 हुनु पनि बबाल हो होइन भएन कि यस्तो एक्सन क्यामेरा दुईटा हुनु पनि बबाल हो क्या गाइस यस्तो बबाल हो क्या Now I want my angle change भनेपछि टक्क के गर्न सक्यो भन्दाखेरि साइडमा रोक्ने अनि यस्तो तान्ने यहाँबाट ट्याक्क थिच्ने निस्क्यो and now we are back to the helmet ट्याक्क लाग्यो फिक्स चेक्ड फिक्स यति भएपछि त बवाल भइगयो त दुईटा क्यामेरा चाहिँदैन when you have single but two mounts and a mirror mount for better than handle को भन्दा पनि better angle आउनु पर्छ भए चाहिँ त्यो चाहियो गाइजहरुलाई if don't doesn't matter guys जे जस्तो छ त्यस्तै युज गर्दिने हो this would give you अलिकति एक्स्ट्रा छुट्टै एंगल मदर यही रोकिदिरहेछ ठोक्कै नै सोचेको यार मैले त कस्तो बचाएको यार राइट गाइज ओ राइट दिइसकेको छ सामान हामीले होइन अब वी आर ग्रेट टु गो म्यान आधा रेकर्ड भएन छ आई डोन्ट नो हाउ स्टप भएछ खाली छ अगाडि खाली छैन भने वी गो फ्रम थमेल थमेल इज आवर फेभरेट प्लेस टु गो राइट गाइज राइट हामी अहिले कहाँ छौँ भन्दाखेरि हामी अहिले सोह्रखुट्टे चोकमा छौँ अब हामी गिजबो नेपालमा जाँदैछौँ है त गाइज अब सोह्रखुट्टे चोकबाट जाममा छौँ गाइज अब जामबाट यस्तरी हाम फाल्न लगाइदिनु पर्ने हुन्छ बाइक अनि अब यहाँ चाहिँ स्ट्रेट गयो कि बालाजु लेफ्ट साइडबाट जानुभयो कि कता हो यो के भन्छ यसलाई स्वयम्भूको यता भित्र छिर्दा नि मिल्यो तपाईँहरू स्ट्रेट जानुपर्ने हुन्छ अब कति मिटर आई डोन्ट नो एक्ज्याक्टली अब 100 ल 150 मिटर जति अगाडि आउनु भएपछि तपाईँहरूले देख्नुहुन्छ हिमालय बर्गर एन्ड थकाली त्यसको अलिकति उता फुड लय रेस्ट्रो ठिकै छ अनि उता साइडमा ब्याङ्क पनि थियो गाइस अब स्ट्रेट देख्नुभयो तपाईँले कालधारा चोक चाहिँ अलि माथि हो यहीँ चाहिँ सिमल डेकोर्स देख्नुहुन्छ नि यहाँ आएपछि ठ्याक्क होइन यहाँबाट बिस्तारै राइट टर्न लिने राइट यो चाहिँ ट्रान्सफर्मर डिपेस अटो लिङ्क यहाँबाट स्ट्रेट जाने गाइस स्ट्रेट कहीँको स्ट्रेट जाने मङ्ती अपुनको यहाँबाट स्ट्रेट गयो 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 अनि हामी पुग्यौँ दिस इज फलफुल चोक है गाइस फलफुल चोक ट्याक्क त्यसपछि लेफ्ट साइड फ्यु हाउस 1 2 3 4 घरको यता यहाँ सी लेफ्ट साइडमा यु सी एज Gizmo Nepal is Gizmo Nepal and here is our boss working and working यो त हान्दैन आन्टीले त गमा फोटो खिच्छु भने भिडियो भाइ चाहिँ देखो न गाइस देखो न गाइस प्रदीप दाइ कस्टमरसँग डिल हाल्दैछ दाइको नम्बर साटो देखा ल निस्केँ त म ल भरे डिस्कस गरौँला Alright guys, we gotta go now. टक्कै बज्यो
भनेपछि त्यहाँदेखि यहाँसम्म पुग्न आज मलाई 15 मिनट लागिसकेको छ गाइज। आज चाहिँ म अलि लोमा आएँ जस्तो लागिरहेको छ मलाई भन। अलि हाईमा आइन म आज। बिस्तारै सब ठिक हुन्छ भन्ने आशा हो गाइज। अब यसले मलाई रोक्यो कि रोकेन भन्ने आशा हो गाइज। हे भगवान् हजुर।